चाहिँ हामी चाहिँ भदौ पूर्णी हेर्न जाँदैछौँ। जुफालीमा गाडी आइसकेको छ, गाडीमा जाँदैछौँ। म चाहिँ झुमा सिस्टरसँग जाँदैछु। झुमा सिस्टर, अमृत दाई, कृष्ण सर हुनुहुन्छ। अब गएर कस्तो हुन्छ म देखाउँछु है त। फर्स्ट टाइम हेर्दैछु। हामी चाहिँ भदौ पूर्णी हेर्न जाने 6 जना भएको थियौँ, त्यही भएर सानो जिप रिजर्भ गरेर गयौँ। जाँदाखेरि गफ गर्दै भदौ पूर्णीको बारेमा यस्तो हुन्छ उस्तो हुन्छ भन्ने कुराहरू सुन्दै गएको थिएँ र एक्साइटेड, झन् मेरो एक्साइटेडमेन्टहरू चाहिँ एकदमै बढेको थियो। ओहो कस्तो हुँदो रहेछ भन्ने कुराहरू, र त्यो कुराहरू चाहिँ म तपाईँहरूलाई पनि देखाउँछु है। जुफालीको मन्दिर यहाँ पाल्नु हुने भक्तजनहरूलाई हार्दिक स्वागत गर्दछौँ भनेर चाहिँ धन्यवाद भन्ने छिर्नु पर्यो। हजुरहरूलाई जुफालको बिरी थान देखाउँछ। यो चाहिँ जुफालको बिरी थान। भदौ पूर्णीको अवसर पाएर यस ठाउँमा आएका छौँ। यो चाहिँ बिडी थानबाट खिचेको जुफालको भ्यू। हेर्नुहोस् त कस्तो राम्रो देखिएको छ कि ठाउँहरू है। एकदमै रमाइलो लाग्यो मलाई चाहिँ यो ठाउँ। अब चाहिँ तपाईँहरूले देउताहरू निस्किएर मालाहरू बाँड्नुभएको दृश्यहरू देख्न सक्नुहुन्छ। केही समय विधि थानमा फोटो भिडियो खिचिसकेपछि हामी चाहिँ देउताहरूसँगै माथि उकालो उक्लिन थाल्यौँ। गुरु दर्शन पाउनु भयो। भाइ भाइ हैन अर्को नाम नलिनु न, नवीन सरले बनाइराख्नु भएको हो। करिब आधी घण्टाको उकालो उक्लिसकेपछि हामी मन्दिर आइसकेका छौँ र यहाँ चाहिँ इन्स्टल पनि राख्नु हुँदो रहेछ। जुन अघि बिचमा नाचेको देख्नुभयो त्यति बेला चाहिँ उहाँहरूले चाहिँ अक्षता दिनुहुँदो रहेछ, जुन चेलीबेटीलाई चाहिँ दिइँदो रहेछ। अब हामी एउटा ठाउँ रोजेर बस्छौँ।
यहाँ चाहिँ तपाईहरूले देउताहरू आउनुभएको र टीका अक्षताहरू साथसाथै फलफुलहरू बाँड्नुभएको दृश्यहरू देख्न सक्नुहुन्छ। यसको साथसाथै जसको मन कमजोर छ उसलाई चाहिँ खराब चिजले अलिकति समाएको र त्यस पछाडि एकछिनमा चाहिँ निको भएको त्यो दृश्यहरू पनि देख्न पाउनुहुनेछ। विस्तृत रूपमा भिडियोमा हेर्नुहोला है। अब चाहिँ डोली बोकेर मन्दिरको परिक्रमा गरेको पनि देख्न सक्नुहुनेछ। त्रिपुराकोटको हाम्रो सिस्टर हुनुहुन्छ यता यता नमस्कार मेरो मम्मी है तरकारी थप्दिनु बस्नु बस्नै हो बस्नु त्यसो नगरौँ होला कपडामा त सिस्टर के बोल्ने हो कि मेहता सर हेरिदिनु पर्यो यता हेरिदिनु चाहिँ जुफाल देवनीमा छौँ डाक्टर नवीनको मा चाहिँ हामी आछौँ उहाँले एकदम मिठो मिठो खाइराख्नु छ अर्ग्यानिक चिज खाइराख्नु डाक्टर नवीनले हामीलाई यति धेरै कुराहरू खानु ओके थ्यांक यू सो मच अलि कम खानुपर्छ धेरै खानु है सिस्टर ल राखोहरु ठिक छ हामीले बोलाइराख्छ जाम्न यो भिडियो हेरेर पनि तपाईहरुले धेरै कुरा थाहा पाइसक्नु भएको छ। यहाँ चाहिँ ठाउँ ठाउँमा आफ्नो चुलो हुँदो रहेछ र हरेकले चाहिँ प्रसाद बनाउनु हुँदो रहेछ। त्यो चाहिँ हामीले चाहिँ ग्रहण गर्दै छौँ। हामी लिएर जामला एउटैमा भए पनि हुन्छ हामीलाई एउटै बाटो छोड्दिनु तीनवटा आइबो हुन्छ टन्नै खाइबो हुन्छ सबैतिर खाछौँ थोरै लिएर जान्छौँ हामी छुट्टै भ्यारी धन्यवाद तपाईलाई एकाएक प्रसाद है सब्जी खाना खाँदा अचार पनि आयो आज कसरी मजा आयो तरकारी मात्रै खान्छन् के रोटी नखाने एकदम हैन हैन एकदम फुल बहम थोरै एउटैमा राख्दिनु भयो भयो सुन्नु न चार ठाउँमा खाइसकेका छौं के दुईटा बक्सा रोटी सिक्नुपर्छ अलिअलि फुल बहम आज लग्नुसै पोको पारेर कति रमाइलो कि यता पनि खाना बोलाउने उता पनि खाना बोलाउने जताततै एकदम अझै विथ रेस्पेक्ट विथ लभ विथ केयर लास्ट रमाइलो लाग्यो। भुडी लगेर यसलाई सफा गर्न त्यसको झोल बनाउनुहुन्छ एकछिनमा चिया भाङ्गी झोल
पोललाई हजुरलाई हो पोललाई गाह्रो छ एकदम मिठो टेस्टी खाना म थोरै एकचोटि मात्र एकचोटि मात्र हाल्नु है यही बनाइदिनु बोरी भएको छ किन खानु न होइन सम्म हजुरसम्म मलाई थोरै हालेर ल्याइदिनु है बसम आज के दिन मोटा त जाने केही समय फोटो खिच्ने भिडियोहरू बनाउने गरिसकेपछि हामी चाहिँ फेरि पुनः नाच्दै फर्किएको थियौँ र त्यस पछाडि फेरि पनि नाचगान कार्यक्रमहरू बेलुका पनि हुँदो रहेछ रात पनि नाच्नु हुँदो रहेछ एकछिन रुममा रेस्ट गरिसकेपछि हामी पुनः त्यो डान्सहरू हेरेर हामी फर्कियौँ जस रमाइलो भयो भिडियो चाहिँ धेरै नै लामो भइसकेको भएर मैले त्यो कुराहरू चाहिँ तपाईहरुलाई चाहिँ सर्टकटमा देखाउँछु अब चाहिँ हाम्रो चाहिँ सबैजना फर्किँदै हुनुहुन्छ सबैजना फर्किँदै हुनुहुन्छ ल तिमी आइयो त म काली मान्छे आउँदैन के रे बाबु कुरा होस् या भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र जो कोहीले पनि भिडियोलाई नछुटाइकिन राम्रोसँग हेर्नुभएको छ उहाँहरूले चाहिँ भदौ पूर्णी कस्तो हुँदो रहेछ भनेर चाहिँ घरमै बसेर महसुस गर्न पाउनुभयो यहाँ डोल्पाको कल्चरहरू थाहा पाउनुभयो भन्ने चाहिँ मैले चाहिँ विश्वास राखेको छु भदौ पूर्णी हेरेर फर्के हामी यस बेला रमाइलै भयो भनौँ हस् धन्यवाद।